चुप लाग, मजाको होइन, पर्फ्युमको कुरा गर्दैछु म। घरबेटी बा पनि आफैले घरबेटी आमाको पर्फ्युम लाएर आउनुभयो होला, अनि हामीलाई दोष लाउनुहुन्छ। म यति राति तेरो घरबेटी आमाको पर्फ्युम लाएर हिँड्छु? ए भनेपछि दिनमा चाहिँ लाएर हिँड्नु हुँदो रहेछ घरबेटी बाले। को हाँसेको त्यो? को हाँसेको भर्खर? म हो घरबेटी बा, मैले हाँसेको भर्खर। मलाई नडाटे, केटीको आवाज सुनेको थिएँ मैले। मै हो क्या घरबेटी बा, म केटा र केटी दुइटै आवाजमा हाँस्न सक्छु। फेरि हाँसेर देखाम। यो कसरी हुन सक्छ? फेरि हाँस्दा एकचोटि। अरे तिमीहरू बसेको 1 वर्ष भइसक्यो, आजसम्म यसरी हाँसेको सुनेको थिइनँ त मैले। यो मेरो वरदान हो के घरबेटी बा, म राति मात्रै केटी जस्तो हाँस्छु, दिनमा त मेरो हाँसो पुरै केटाको हुन्छ नि। राति पनि यसरी हाँसेको सुनेको थिइनँ त मैले। कसरी सुन्नुहुन्छ त घरबेटी बा? तपाईँ रात पर्ने बित्तिकै घरबेटी आमासँग बत्ती मारेर बिजी भइहाल्नुहुन्छ। सुन्नलाई त हाम्रो कोठातिर आउनु पर्यो नि। के भनिस् रे गोरु? म जति नै बिजी भए पनि तिमीहरूको आवाज सुनेर आउँछु, बुझेस्? हाम्रो आवाज चाहिँ थाहा भएन घरबेटी बा, तर हामीले चाहिँ तपाईँको र घरबेटी आमाको आवाज प्रष्टै सुनेर आउँछौँ। बुढो भए नै स्टामिना चाहिँ बबाल रहेछ है तपाईँमा। के रे भात मारा? यो के हो? के घरबेटी बा, के देख्नु भयो तपाईँले? मेरो अनुहार हेरेर देख्छस्? उ त्यहाँ हेर। ए यो त ब्याग हो नि घरबेटी बा, त्यति नै थाहा छैन तपाईँलाई? ब्याग हो त्यो मलाई पनि थाहा छ गोरु, तर यो लेडिज ब्याग यहाँ कसरी आयो? त्यही त कसरी आयो? म नि छक्क परिरहेको छु, कसरी चाहिँ आएछ? ओइ यो लेडिज ब्याग यहाँ कसरी आयो? मलाई के थाहा कसरी आयो? घरबेटी बालाई थाहा होला नि। घरबेटी बा, यो लेडिज ब्याग यहाँ कसरी आयो? लौ म तिमीहरूलाई सोधिरहेको छु, तिमीहरू उल्टै मलाई सोध्छस्। म यो ब्यागलाई सोध्छु ल। ओइ ब्याग, त यहाँ कसरी आइस? कसको ब्याग होस् त? छिटो भने नत्र पुलिस बोलाउँछु म। ओइ बौला, नाटक गर्छस् मेरो अगाडि? छिटो भने कसको ब्याग हो यो? मेरो ब्याग हो त्यो, मेरो। धेरै लुके, अब लुक्दिन म। म पनि लुक्दिन। लुक्दा लुक्दा ढाडै सड्क्यो। अच्छा, यति धेरै त म लुकामारी खेल्दा नि लुकेको थिइन। ए यही हो तिमीहरूको पारा? मेरो आँखा छलेर केटी ल्याउने तिमीहरू? सरी घरबेटी बा, सरी, अबदेखि आँखा नछली ल्याउँछौँ। चुप लाग, यहाँको रुल बिर्सिस तिमीहरूले? रुममा केटी ल्याउन पाउँदैन भनेको होइन? किन घरबेटी बा, के हुन्छ र हामी आउँदा? के हुन्छ अरे? तिमीहरूलाई लाज लाग्दैन राति राति केटाको कोठामा आउन? राति राति? हामी त दिउँसै आएको नि घरबेटी बा। त्यति बेला तपाईँ भुडी फुलाएर सुतिरहनु भएको थियो। यो आजकलका केटीहरू के भएका होलान्? आफ्नो नभए नि आमा बाउको इज्जतको त ख्याल गर। त्यही ख्याल गरेर त हप्तामा 2 चोटि मात्र आउँछौँ नि घरबेटी बा। के रे, हप्तामा 2 चोटि रे? हजुर घरबेटी बा, किन कम भयो भने भन्नुहोस् है, अबदेखि 3 चोटि आउँछु। ओइ तिमीहरू 2 जना, भोलि भाले बाँच्ने बित्तिकै कोठा खाली गरे।